पहिले राति प्लेनबाट हिँड्नु पर्यो भने यो बजार पुग्यो भनेर एक ठाउँ बजार हुन्थ्यो, अर्को ठाउँ बजार हुन्थ्यो, अलिक अगाडिसम्म पनि बजारमा बत्ती बल्या हुन्थ्यो, यो बजार पुग्यो, यो बजार पुग्यो, यो बजार पुग्यो भन्दै जान सकिन्थ्यो। अहिले गाउँभरि बत्ती नै बत्ती छ, कुन बजार पुग्यो, कुन बजार पुग्यो, कुन बस्ती हो, कुन गाउँ हो छुट्याउनै गाह्रो छ। त्यस खालको डेभलपमेन्ट भइसकेको छ। तसर्थ लगानीका लागि उपयुक्त वातावरण छ। यहाँ अब छिटै नै हामी इनल्यान्ड वाटरवेज नदीको बाटोबाट सामान र मानिसहरूको आवागमन सुरु गर्न सक्छौँ। कलकत्तासम्मका लागि छोटोमा सस्तोमा छिटो सस्तो छोटो बाटोबाट सामानहरू ल्याउन पुर्याउन सकिन्छ। र हनुमान नगरतिर हामीले सर्वे पनि केही गरेका छौँ। हनुमान नगरमा पोर्ट राखेर हामीले गङ्गाको बाटो हुँदै ल्याउन सक्छौँ। गङ्गामा इन्डियाले चलाइसकेका छ, हामी त्यस सम्बन्धमा कुरा गर्दैछौँ। बिचमा अलिकति ढिलासुस्ती हुन गयो, अब यसलाई फेरि हामी तीव्रता दिनेछौँ। गण्डकी, कोशी यिनीहरूमा छिटै नै चल्नेछ।